नेपाली सेनाको ब्यारेकमा विस्फोटक पदार्थ पड्किँदा 5 जना घाइते। रसुवाको आमा छोदिङ्गो गाउँपालिका 4 मालसिङमा विस्फोटक पदार्थ विस्फोट भएको छ। नेपाली सेनाको श्रीनाथगढमा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा अचानक विस्फोट हुँदा 5 जना नेपाली सेना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार नेपाली सेनाको श्रीनाथगढमा म्याद सकेको विस्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा विस्फोट भएर 5 जना घाइते भएका हुन्। म्याद गुज्रिएको विस्फोटक पदार्थलाई सुरक्षित रूपमा डिस्पोज अर्थात् नष्ट गर्न लैजाने तयारी गरिरहेका बेला अचानक विस्फोट भएको हो। घाइतेहरूको तत्काल उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पुगेको छ भने उनीहरूलाई तत्काल उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान र सहयोगका लागि नेपाल प्रहरीको अन्य टोली समेत घटनास्थलतर्फ परिचालन भइसकेको बताइएको छ। रसुवाको आमा छोदिङ्मो गाउँपालिका 4 मानसिङ स्थित नेपाली सेनाको श्रीनाथगढमा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा अचानक विस्फोट भएर 5 जना नेपाली सेना घाइते भएको बताइएको छ। घटनाको विषयमा थप विस्तृत विवरण आउन बाँकी रहेको छ। पकाउने भाँडाहरू छैन भने हामीले यो बाँसको ढुङ्ग्रोहरूमा चामल हालेर पानी हालेर कोइलाहरूमा राखिदियौँ भने नि यो खाना पकाउन सकिन्छ भने त्यस्तै यो बोतलहरूमा पनि हामीले भात पकाउन सकिन्छ। यसमा चामलहरूलाई थोरै मात्रामा हाल्ने र यो बोतलभरि पानी हालिदिएर यसलाई बिर्को लगाएर हामीले कोइलामाथि राखिदियौँ भने पनि सजिलै भात पकाएर खान सकिन्छ। यो अन्डा पकाउने तरिका जङ्गलमा हामीले चराको अन्डाहरू भेटियो अथवा पायो भने हामीले बोइल गरेर खान मन लाग्यो भने भाँडाहरू नभएको खण्डमा पानी माटोलाई गिलो गरेर यसभित्र अन्डा राखेर हामीले खान सकिन्छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँभित्र अन्डा पाएको छ, चाख्न सक्नुहुन्छ। त्यस्तै यो माछाहरू हामीले खोलामा माछाहरू मारेर तारेर सिद्राहरू बनाएर अथवा यस्तो झिरोहरूमा उनेर पनि हामीले माछा खान सकिन्छ भने केही समयको लागि राख्न पनि सकिन्छ। त्यस्तै जङ्गलमा पाइने भेगुताहरू हामीसँग खाना छैन भने हामीले भेगुताहरूलाई मारेर यसले बाँच्नको लागि हामीले यो भेगुताहरूलाई सुकाएर बोइल गरेर जसरी पनि खान सकिन्छ। यो घुँगीहरूलाई हामीले बोइल गरेर उसिनेर खान सकिन्छ। यसै यो बनकेरा पाकेको छ भने हामीले यतिकै खान सकिन्छ भने काँचो छ भने हामीले यसलाई बोइल गरेर अथवा उसिनेर खान सकिन्छ। र यसको फुलहरूलाई हामीले अचारको रूपमा बोइल गरेर खान सकिन्छ। यो बेल हामीले सुरुमा हरियो हुन्छ, पाकेपछि पहेँलो हुन्छ। हामीले यसलाई यसको जुस बनाएर खाने खण्डमा हामीलाई शरीरमा शीतलता प्रदान कम गर्दछ भने हामीलाई प्रेसरहरू बढी छ भने कम गर्ने गर्दछ। यो भोगटे अमिलो हामीले यसबाट प्रचुर मात्रामा भिटामिन सी प्राप्त गर्न सकिन्छ। सीताफल यसलाई हामीले फलको रूपमा लिन सकिन्छ। सरिफा नि भनिन्छ नि हैन सर? सरिफा पनि भनिन्छ। सरिफा योभन्दा अलिक फरक खालको देख्दा उस्तै देखिन्छ तर अलिकति फरक हुन्छ, स्वाद चाहिँ एउटै हुन्छ। यो थाकलको हामीले चैत वैशाखको समयमा यसको माथि दानाहरू खान सकिन्छ भने यसको जराहरूलाई खनेर ठुल्ठुलो जराहरूभित्र यसमा हामीले खोलेको खण्डमा यस्तो भित्र गुबाहरू हुन्छ, यसलाई हामीले खान सकिन्छ। यसको भित्र गुबाहरू खाएर हामीले बाँच्न सकिन्छ। यो खसरेटो सुरुमा हरियो भए पनि हामीले यो पछि पाकेपछि यो ठुलो ठुलो दाना हुन्छ। यसको भित्रको बियाहरूलाई हामीले फालेर किराहरू हुनसक्छ सफा गरेर खान सकिन्छ भने यो खन्यो। यो पनि हामीले जमिनमाथि र जमिनभित्र दुवै पाउन सकिन्छ। यसलाई पाकेको खण्डमा रातो रातो ठुल्ठुलो हुन्छ, यसलाई हामीले सजिलै खानाको रूपमा खान सकिन्छ। यो कोदालको सानो जराहरूलाई हामीले बोइल गरेर खायो भने हामीले भोजन गर्न सक्छौँ। यो सिमल तरुल यसलाई पनि हामीले उसिनेर खाएको खण्डमा
खाना प्राप्त गर्न सकिन्छ भने यो गिठा जङ्गल सर्भाइभलको दौरानमा हामीसँग रासन छैन भने हामीले गिठाहरू यस्तो माथि लहरामाथि फल्छ र यसको जरामा फल्छ। यो अर्को रुखको साथमा माथि बढेको हुन्छ। यसलाई हामीले काटेर यस्तो चाना बनाएर बोइल गरेर खरानीहरू हालेर सफा गरेर खायो भने हामीले भोक मेटाउन सकिन्छ। र यी जङ्गली आलु, तरुल, सक्खरखण्ड यी चिजहरू भेटाएर हामीले खायो भने हामीलाई भोजन प्राप्त हुन्छ। यो मेवा पनि हामीले जङ्गलमा छोडिएको बस्तीहरूमा पनि मेवाहरू प्रशस्त पाइन्छ। हामीले यसलाई खायो भने नि बाँच्न सकिन्छ। यो बयरको अब फागुनतिर यसको सिजन छ। फागुन चैतमा पाकेको खण्डमा हामीलाई यसलाई सजिलै भोजनको रूपमा लिन सकिन्छ भने पानी अमला यसलाई पनि हामीले उसिलो ठाउँहरूमा पानी रसाएको ठाउँहरूमा भेटाउन सकिन्छ भने यसलाई पनि हामीले प्रशस्त मात्रामा पानी पाइन्छ र जन्डिस भएको व्यक्तिहरूलाई पनि यसले नियमित रूपमा खायो भने कम गर्ने गर्छ। यो अमला यसबाट हामीले प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ। यो बर्रो यसको बोक्राहरूलाई हामीले खायो भने खोकी लागेको समयमा ठिक हुन्छ भने यसको भित्रको बियाहरूलाई हामीले सजिलै काजुको स्वादको रूपमा खान सकिन्छ। यो हर्रो यसलाई पनि हामीले खोकी लागेको समयमा यसलाई पोलेर अथवा यतिकै खाएको खण्डमा पनि खोकी कम गर्ने हुन्छ। हर्रो, बर्रो, अमला तीनवटा जडीबुटीहरूलाई एकै ठाउँ मिसाएर हामीले आयुर्वेदिक औषधि, ग्यास्ट्रिक विरुद्धको औषधिहरू पनि बनाउन सकिन्छ। यो टिमुर हामीले विभिन्न खानाहरूमा राख्न सकिन्छ। यसले विषादी विरुद्ध काम गर्ने। यो पहेँली लहरा अथवा यसलाई आकाशबेली पनि भन्ने गर्छ। यसलाई हामीले जन्डिस भएको समयमा यसको रसलाई खाएको समयमा यसको जन्डिस कम हुने र लुतोहरू आएको ठाउँमा यसको रसहरू तेलमा मिसाएर लगेको खण्डमा पनि हामीले यसबाट औषधि रूपमा प्रयोग गर्न सक्छौँ। यो भलायो यसलाई हामीले जङ्गलमा भेटेको खण्डमा पाकेको छ भने सजिलै खान सकिन्छ भने यसबाट हाम्रो शरीरमा केही असरहरू हुन्छ भने यसलाई हामीले नलिएकै राम्रो हुन्छ। यो बोझो हामीले बोझोलाई पानीमा उमालेर पिएको अथवा यसको बाफहरू लिएको खण्डमा हामीलाई घाँटीहरू दुखेको, रुगा लागेको सब औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। यो कुरिलो यसको माथिको कलिलो मुनाहरूलाई सागको रूपमा खान सकिन्छ भने यसका जराहरूलाई हामीले उसिनेर खायो भने हामीले भोजन प्राप्त गर्न सकिन्छ। यो राजवृक्ष यसलाई हामीले पखाला लागेको समयमा यसको बीजको भागलाई यसरी भाँच्यो भने हामीले यसको बीजको भागमा भाँच्दाखेरि यस्तो किसिमको बियाहरू निस्किने गर्छ। यसको बियाहरूलाई हामीले यसलाई यतिकै खाँदा अथवा भुटेर खाँदा बोइल गरेर जस्तै खाए पनि हुन्छ। तर खाँदाखेरि तल र माथिको भागबाट खानु हुँदैन, किनभने तलको भागबाट खाँदाखेरि हामीलाई डाइरिया लाग्ने अथवा भुमिटो हुनसक्छ। त्यसैले बीच भागबाट यसलाई भाँचेर प्रयोग गर्न सकिन्छ। यो घिउकुमारी यसलाई पनि हामीले विभिन्न औषधीय गुणको रूपमा प्रयोग गर्न सक्छौँ। शरीरमा कुनै ठाउँमा पोलेको छ भने यसलाई लाउन सकियो। शरीरमा छालाहरू डढेको छ भने अथवा यसको भित्रको चिप्लो भागलाई हामीले मिक्सरमा मिसेर खाएको खण्डमा हामीले शीतलता प्रदान गर्छ र प्रेसरहरू कम गर्ने गर्दछ। हजुर यो खयर यसलाई हामीले चियाको रूपमा खान सकिन्छ। यसबाट धेरै औषधीय गुणहरू पनि छ। यसलाई तातो पानीमा यतिकै यो खयरको टुक्राहरूलाई राखिदिने र राम्रोसँग पकाएर यसको रातो खाएको खण्डमा हामीले यसको चियाको रूपमा लिन सक्छौँ र यसबाट हामीलाई शरीरमा थकान भएको छ भने थकान मेटाउन सकिन्छ भने यसलाई बाक्लो रूपमा खुट्टी बनाएर लगाएको खण्डमा हाम्रो हड्डीहरूमा स्क्रच भएको छ अथवा भाँचेको छ भने पनि छिटो यसले निको पार्ने गर्दछ। खयर टटेलो सानो सानो बुट्यानहरूमा हुन्छ। यसबाट हाम्रो यसको एक फग्लेटा मात्र छ। यसको दुईवटा फग्लेटा हुन्छ। यसको भित्र एउटा फुलहरू हुन्छ, फुलभित्र फल हुन्छ। यसभित्रको बियालाई हामीले भुटेर सजिलै भोजनको रूपमा खान सक्छौँ। यो गुर्जोको पनि विभिन्न औषधीय गुणहरू छ। यसलाई हामीले रुगाखोकी लागेको अथवा कब्जियत भएको, टाउको दुखेको, पिनास परेको समयमा पनि प्रयोग गर्न सकिन्छ भने हामीलाई गानो गला सम्बन्धी समस्या छ भने यसको रसहरू निचोरेर खायो भने गानो गला पनि ठिक गर्ने गर्दछ। यो आँकको यो अलि सुकेको डाँठ हो। यसको हरियो डाँठहरूबाट आउने दुधहरूलाई हामीले मर्केको ठाउँहरूमा लेप लगायौँ भने चाँडै निको हुने हुन्छ र यसको डाँठहरूलाई हामीले चुरोटको रूपमा खायो भने पनि हामीलाई पिनास परेको ठिक हुने गर्ने गर्दछ।
यो कुसुम यसको चैत वैशाखमा यसको फलहरू फल गर्छ, फलको रूपमा खान सकिन्छ। यो भलायो, मैले अघि नै भनिसकेँ भलाए। यो लेमन ग्रास, यसलाई हामीले चियामा राखेको खण्डमा चियाको स्वादमा खान सकिन्छ। यो असुरो, यसलाई हामीले रुगा लागेको समयमा, टाउको दुखेको समयमा यसलाई पानीमा हालेर उमालेर खाएको खण्डमा यसलाई ठिक गर्ने गर्दछ भने यसको फुलहरूको तल केही अलि रसहरू भरेको हुनसक्छ, यसलाई रसको रूपमा पनि लिन सकिन्छ। यो निम, यो निमका धेरै औषधीय गुणहरू छन्। यसबाट हामीले ओखतीहरू साबुनहरू बनाउन सकिन्छ। यसको पत्ताहरूलाई मिचेर शरीरमा नुहाएको खण्डमा चिलाउने, एलर्जी आउने चिजहरूलाई सबै ठिक गर्छ भने यसको पत्ताहरूको रस खाएको खण्डमा हामीलाई प्रेसर हाई छ भने लो गर्ने काम गर्छ। यो कडी पत्ता अथवा असारे पनि भन्ने गर्दछ। यसको असार साउनमा यसको फलहरू हुन्छ, फलहरू यस्तो किसिमको फलहरू हुन्छ, खान सकिन्छ भने यसलाई दालमा मसलाको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यो टरेलो के अरे टाकी, यसका पनि साना साना सिमीको जस्ता दानाहरू हुन्छ। यसभित्र भएका दानाहरूलाई हामीले दालको रूपमा प्रयोग गर्न सक्छौँ भने यसको फुलहरू पनि हामीले अचारको रूपमा खान सकिन्छ। यो बयर, यो साना साना झाडीबुटानहरू अथवा रुखको रूपमा पनि हुन्छ। यसमा दानाहरू हुन्छ, यसलाई हामीले खायो भने सजिलै भोजनको रूपमा खान सकिन्छ। यो अम्बाको असोज कार्तिकमा फलहरू हुन्छ, फलहरू पनि खान सकिन्छ भने यसको पत्ता र यसको बोक्राहरूलाई कुटेर खाएको खण्डमा हामीले ज्वरो आएको, टाउको दुखेको अथवा टाइफाइड भएको पनि केही कम गर्ने गर्दछ। तपाईँ अहिले हेर्दै हुनुहुन्छ कलर अफ नेपाल। 24 घण्टा ताजा खबरका लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।